नेपालले कब्जा निम्ति भन्दा चल्ने Nepal wins by 37 runs. Hello guys, today I'm going to नेपाली छोरो किनभने मिल्सा कुरा गर्नु होइन नेपालीमै कुरा गर्छु आज चाहिँ म नेपाल र युए को गेम हेर्न जाँदैछु ट्युमा फर्स्ट टाइम इयर अहिलेसम्म म ट्यु गएको छैन त्यही भएर बिहान उठेर कपडा सपडा धोएर भइसक्यो अब तरकारी हिजै बेलुकाको छ भात पकाउने हो खाने हो चल्दिने हो किन भन्दा 9:30 बाट नेपालको गेम छ त्यसैले अब फेरि टाइममा पुग्नु पर्यो फेरि पैसा असुल हुँदैन त्यस कारणले ओडिआई म्याच हो बेलुकासम्म हुन्छ सो इट्स माई फर्स्ट भ्लग केही मिस्टेकहरू त हुनसक्छ तर अभियसली मान्छे मिस्टेक गर्नु मान्छेको एउटा फितरत हो मिस्टेक भए पनि ठिकै छ केही भएन तपाईँहरूले मनपर्छ भने हेर्नु होला मन पर्दैन भने नहेरे पनि हुन्छ है त अभियसली केही डिटेल्स दिन्छु किन भन्दा 9:30 बाट नेपालको गेम सुरु हुँदैछ क्याप्टेन हुन् रोहित पौडेल अब दिपेन्द्र सिंह क्याप्टेन भनेको टी20मा मात्रै हो ओडिआईमा रोहितै हुनेछन् अब केटाहरूले कस्तो गर्छन् त्यो थाहा छैन पानी पर्छ पनि भनिरहेछ आज अब पानी पर्यो भने त गेम अब के हुन्छ त थाहा पनि छैन अब लेट्स सी के हुन्छ हेरौँ फेरि ढिला हुन्छ कि भनेर मैले हिजो बेलुका नै जर्सी लाएर सुत्या हो होइन नुहाएर गारेर हिजै बेलुका सब जर्सी लाएर सुतिसकेको छु अब जुत्ता लाउने हो ज्याकेट लाउने हो चल्दिने हो उहाँ गएर ज्याकेट खोल्ने हो अनि म्याच हेर्ने हो है त अब त्यहाँको घाम त लागिरहेछ अहिले पानी आउने भन्दै थियो निस्किन लाग्यो अब चाहिँ अब ट्यु जान त्यस्तै 20-25 मिनट लाग्छ अब खिचिदिने मान्छे कोही छैन अब कोही भयो भने खिचौँला बाटोमा नत्र अब फेरि उहीँ स्टेडियम नै पुगेपछि चाहिँ स्टार्ट हुनेछ अहिले म गङ्गुबाट थोरै भित्र छु अब गङ्गुबु जान्छु त्यसपछि बल्खुसम्मको बाटो थाहा छ मलाई त्यसपछि म्याप हेरेर जाने हो अब के हुन्छ बाटोमा लेट्स सी अच्छा बल्खुबाट यहाँबाट भित्र जाने रहेछ अब यहाँबाट चाहिँ भित्र गइरहेको छ बाटो चाहिँ एकदमै रमाइलो होला जस्तो छ भित्र रहेछ ओके यहाँ भित्र रहेछ अब छिर्ने ग्राउन्डतिर इट्स गो द वे टु ग्राउन्डतिर ओके ग्राउन्ड यही रहेछ पार्किङ कता छ सर पार्किङ माथि माथि हो कता माथि उहीमा ओ मान्छे प्र्याक्टिस गर्दै हो पार्किङ चाहिँ माथि रहेछ अब हल्का पार्किङ हाल्नु पर्यो पहिला त्यसपछि अनि फेरि ब्याक टु द भिडियो पार्किङ यता हो पार्किङ नेपालको जर्सी लगाएर आइरहेको केटाहरू पार्किङमा कता गर्ने यहाँ त सेफ्टी नै छैन नेपालको झन्डा बेच्दै हुनुहुन्छ दिदीले ओके बेच्दै पार्किङ गर्नु पर्ला जो कता फेरि
स्टप भिडियो स्कुटर चाहिँ यहाँ पार्क गर्यो 100 रुपियाँ लाग्ने रहेछ पार्किङको अब के भन्नु पार्किङ अलि यहाँ म्यानेजमेन्ट राम्रो रहन्छ त्यो ग्राउन्डको अलिकति पार्किङ सरकारले गरेर अनि त्यहाँ पार्किङमा हल्का चार्ज उठायो भने पनि राम्रै हुन्थ्यो तर यहाँ चाहिँ 100 रुपियाँ मन लाग्दिरहेछ क्या पार्किङको चाहिँ ठिकै छ यहाँ फ्लोर लाइटहरू देखिरहेको छ यहाँ माथि अब टिकट चाहिँ जोन 7 को छ अब यहाँ चाहिँ अब हामी भित्र छिर्यो यतातिर ग्राउन्ड छ केटाहरूको म्याच भइरहेछ 4 विकेट गइसक्यो भन्दैछन् अब के भइरहेछ यता फोन मोबाइललाई हेर्नुपर्छ एकचोटि स्कोर अनि त्यसपछि अब यहाँलाई भित्र छिर्ने हो हामी अब कुनचोना गरेर बस्नु केटाहरू आयो है यहाँ ग्राउन्डमा माहौल त यहाँ रमाइलो रहेछ त्यस्तो मान्छे छैन यतातिर चाहिँ यस्तो माहौल सोल्डीहरू यता काम गर्दैछन् 4 विकेट गइसकेको छ अब के खन्नु केटाहरूले अब के गर्छ कोही माहौल रमाइलो छ भर्खर चौका हानिदिएको छ हाम्रो दिपेन सिंह ऐरीले स्कोर बोर्ड देख्न सक्नुहुन्छ यहाँ हाम्रो 88 रनमा 4 विकेट दिपेन सिंह ऐरी र बसिर अहमद क्रिजमा हाम्रो नलेसन केले ब्याट गर्दैछन् बलिङ खाली छ ग्राउन्ड जता गए पनि बस्न पाइयो मजाले यस्तो छ माहौल 4 विकेट गइसक्यो कति हान्छन् केटाहरूले अब लेट्स सी अब चाहिँ म्याच हेर्ने यति बेला अब खेला लाग्यो खाली छ ग्राउन्ड चाहिँ यहाँतिर हल्का भिआइपीहरूको चाहिँ ठिकै छ हाम्रो बसिर सोल्टी चाहिँ अहिले यहाँ एलबिडब्लु भइसक्यो सोल्टी अब क्रिजमा पेभिलियनतिर जाँदैछन् हाम्रो केटाहरू त्यहाँनिर बसिरहेछन् कोही माथि बसिरहेछन् कोही कता बसिरहेछन् अब सोल्टी आउट भइसक्यो दिपेन्द्र सिंह छ त्यहाँ विकेट गयो 5 अब के भन्नु यस्तै छ हाम्रो यतापट्टि अब यहाँ बसेर हेरिरहेको छु मैले आउँदैछन् मान्छेहरू अझै पनि अब 50 ओभर भनेर आयो होला अब यिनीहरू यहाँ त्यस्तै अब 30 ओभर पनि टिक्छन् जस्तो मलाई त लागेको छैन के हुन्छ है त लेट्स सी ल हाम्रो आरिफ शेख आइसकेको छ अब ब्याटिङ गर्नको लागि आरिफ शेख ब्याटिङ गर्न आइरहेछन् हाम्रो यो सोल्टीले विकेट लगाइसक्यो एउटा म यहाँ झन्डा लिएर बसिरहेको छु उफ्रिन भनेर अहिले अब के हुन्छ सन्दीप लामिछानेले नै हान्नन् 6 गइसक्यो भनेपछि अब केटाहरूले टिममा पनि अलिक गतिलो हानेनन् यो त अब अलिक बिजोगै भयो यो अलिकति 6 विकेट 5 विकेट भनेको त यो त लास्टै नै भयो हेरौँ के हुन्छ त्यसमा टिममै गेम हेरिरहनु भएको छ ग्राउन्डमा आउनु भएको छैन भने चाहिँ 1 ओभर ब्याटिङ यतातिर हुन्छ 1 ओभर ब्याटिङ यतातिर हुन्छ अब विकेट किपर पनि यताउता जानु पर्यो तर हामीले टिभीमा हेर्दाखेरि चाहिँ विकेट किपर मात्रै सरेको होला जस्तो लाउँछ तर त्यस्तो चाहिँ होइन है 100 रन पुऱ्याए केटाहरूले अब चौका हानिरहेछन् हेरौँ यसरी नै 250 रुपियाँ पुऱ्याइदियो भने चाहिँ नेपालले जित्छ खासमा टिकट चाहिँ यो भिआइपी एक्सट्रिमतिरको काट्ने भने चाहिँ बिन्दास हुँदो रहेछ प्राइस चाहिँ एउटै थियो तर हामीले यहाँबाट लिएको भएर यहाँ चाहिँ अब पाइएन त्यहाँको ठिक छ यहाँ पनि त्यस्तो त छैन अजयजी अलिअलि छोडिदिउँ न अलिअलि छोडिदिउँ अजय भाइ एक दो रन छोड दो भाइ छ यहाँ ग्राउन्डमा चाहिँ माहौल मास्त्रीपट्टि चाहिँ के भन्नु अब मास्त्री देखाएको त होइन तर देखाए जस्तो भयो त्यहाँनिर अहिले चाहिँ हाम्रो स्कोर 112 रनमा 5 विकेट भइरहेछ अब दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खेलिरहेछन् मौसम चाहिँ यहाँ एकदम ठिकै छ पानी आउला जस्तो भइरहेछ बेलुकातिर के गर्छ पानी आउन त्यस्तो क्राउड चाहिँ छैन हल्का छ क्राउड चाहिँ यहाँ चाहिँ हाम्रो अजय भन्ने खेलाडी छ यो हाम्रो गाउँकै त साइलोवाको छोरो हो यहाँ खेलिरहेछ केटो ओ अजय भाइ बोल्दैन रिसा आज मसित यो आज बोलेको छैन यो मसित किन कुन ओ अजय भाइ चाहिँ त्यही छ अजय भाइ 1-2 चौका छोड दो इधर भी केटाहरूले अब हान्दैछन् एउटा बल चाहिँ म सट्टै देखाउँछु कमेन्ट्री
खेलाडी दौडिसके उताबाट ल हान्न सकेनन् यो बल पनि पछाडिको हाम्रो अफिस पिन बलिङ गरिरहेको छ अहिले यहाँनिर हाम्रो के भन्नु दिपेन्द्र सिंह ऐरी दाजु हान ल अब चाहिँ हाने हानो ओए रिसायो यसलाई चाहिँ चौका हान्नै पर्छ अब ओ चौका चौका भनेको हाने भनेको त मान्छ यसले दिपेन्द्र सिंह दाजुले चौका हानिसकेका छन् यतातिर हाम्रो क्राउड पनि केटाहरूको अलिक बढी नै छ हामी भएतिर चाहिँ यहाँ खासै केही छैन अब यो सरकारलाई एउटा रिक्वेस्ट के छ भन्दा यो 100 रुपियाँ हालेर पनि भित्र छिराइदिउँ अलिअलि भए पनि पैसा आइहाल्छ सबलाई छिराइदिउँ यहाँभित्र टिकट यत्र धेरै नराखौँ टिकट अलि महँगो भयो 400 कहाँ ओडिआईको 400 भएन 300 राख्नु पर्यो टिकट चाहिँ ओ फेरि गयो कि के हो त्यो ग्राउन्ड चाहिँ हाम्रो एकदम राम्रो छ रुखहरू छन् चारैतिर होइन पिस छ मौसम त यहाँ बिन्दासी छ अब यहाँ माथि क्युआर सिवार पनि छ यहाँ माथि अलिक कपल्सहरू बसिरहेछन् के देखाइदिनु तिनीहरूलाई फेरि अब कपल्सलाई देखाइदियो भनेर रुन्छन् हाम्रो गाउँको अजयले चाहिँ यहाँ एक्सर्साइज गर्दैछ बाबु के गरेको यसले धेरै नै एक्सर्साइज गर्छ क्या यसले खास चाहिँ दौडिन सक्दैन यो एक्सर्साइज मात्रै गर्छ खुट्टा सित तन्काछ तन्काउँदै यसको खुट्टा भाँचियो भने चाहिँ अब यसको जिम्मेवारी कसले लिन्छ अब त्यो मलाई थाहा भएन अजय बाबु चाहिँ हाम्रै गाउँतिरकै हुन् जस्तो लागिरहेछ मलाई अजय भन्ने थियो हाम्रो गाउँमा त्यो दुवैतिर पनि गएको थियो पक्कै त्यही त खेलिरहेको छैन को हो यो अब यता मासतिर यतातिर हाम्रो डिफ्रेन्ट जोनहरू छन् हामी चाहिँ अहिले यस्तो छ टिकट चाहिँ कोही आउट भएको छैन यत्तिकै आउट गर्न खोजिरहेको छन् झ्याली छन् क्या यिनीहरू धेरै झ्याली गर्छन् झ्याली लुच्चाहरू हाम्रो कोच स्टुअर्ट ल चाहिँ यहाँ बस्दै हुनुहुन्छ म ट्याक्क देखाइदिन्छु है उहाँ नै हो स्टुअर्ट ल अनि हाम्रो यो रोहित पौडेल पनि त्यहाँ आएर एकछिन यसो गफ गरौँ कि भनेर रिसाइरहेको होला कोच यसो गफ खान्छु भन्दै आइसकेको छ त्यता कोचलाई फकाउने उद्देश्यले अब यतातिर हाम्रो अजय भाइ छ अजय भाइले फेरि अब खासै बल छोप्नै पाएको छैन आज एक दुईवटा बल छोप्न देऊ यसलाई यार साथीहरूले के गर्छ अफ साइडतिर त हान्दैन ल छोपिहाल्यो नि त्यसले अजय भाइ दौडिरहन् छोप्न पाएको छैन बल कमेन्ट्री चाहिँ मेरो अब आगै लेभल होला जस्तो छ यतातिर अब त्यसपछि यतातिर हाम्रो यहाँ ड्रिङ्क्स ब्रेक भइसकेछ ड्रिङ्क्स ब्रेकमा हाम्रो यहाँ ग्राउन्ड मेन्टेनेन्स टिम आएर ग्राउन्डको मेन्टेनेन्स गर्दै हुनुहुन्छ बढाल्नेदेखि लिएर हरेक कुरा गर्दै हुनुहुन्छ यतातिर अनि हाम्रो कोच पनि यता भेट्न गइरहनु भएको छ यता ग्राउन्डको टिमले चाहिँ यहाँ ग्राउन्ड मेन्टेनेन्स गर्दैछ केटाहरूले पानी खाँदैछन् त्यहाँ केटाहरूलाई के भनिरहेछन् 3टा अम्पायरहरू पनि सल्लाह गर्दैछन् यतातिर ड्रेसिङ रुम भइहाल्यो अब म यहाँ बसेर हेरिरहेको छु अब हिँड्न कता हिँड्ने यहाँ हिँड्न त पाइन्छ यहाँ जता गए पनि फ्री छ यतातिर गए पनि यतातिर गए पनि फ्री नै छ एकछिनपछि म हल्का रिभ्यू पनि लिन्छु त्यति बेलसम्मको लागि स्टे ट्युन अन माई टाइगर दिपेन्द्र सिंह ऐरीले चाहिँ 50 रन हानिसकेका छन् यहाँनिर 50 रन पुगेछ 60 बलमा अब हेरौँ 200 जति पुऱ्याइदियो भने राम्रै हुन्छ रमाइलो भइरहेछ खासै त्यस्तो घाम पनि छैन यतातिर हाम्रो यहाँ एक्सट्रिम बेच्दैछन् हाम्रो भाइ छ न एकजना ओहो क्रिकेटको पारखी रहेछन् यिनी पनि अब राष्ट्रिय खेलाडी बन्ने भन्दैछन् के भन्न चाहन्छौ तिमीले राम्रै भन्न चाहन्छौ ल यो भाइ चाहिँ क्रिकेट झन् जरै हेर्न खोज्दो रहेछन्
अब यहाँबाट चाहिँ तारबाट भित्र गरेर म देखाइदिन्छु फेरि। जुही भन्ने हाम्रो खेलाडी यही छन्। ओ ल दौडिरहेछ, किन दौडिरहेछ यो फेरि? अब के भन्नु, यस्तो रहेछ महल सम्तो भवना जस्तो। गइब्याएको बस न बस। हो अब म पनि जान्यो। अब यो बल हेरेर जाऊँ ल, यो बल हेर्ने हान्यो। यस्तो आयो बल। ल रमाइलो छ है माहौल चाहिँ। यो भाइ चाहिँ एकदम क्रिकेट हेर्दो रहेछ। म जाँदैछु म्याचतिर। यहाँ छक्का हानिसक्यो। अब रिभ्यू देखाउनु त मिल्दैन। यहाँ 157 रन भयो, 7 विकेट गइसक्यो, 60 रन हानिसकेछन् यहाँनिर हाम्रो टाइगरले। अब आस भनेको टाइगरकै छ अलिअलि। अब हाम्रो करण केसीले नि हानिदिइहाल्छन्। यसपछि अब सन्दीप लामिछाने र ललित राजवंशी आउँदैछन्। त्यसपछि अनि बलिङ हेर्न मजा आउँछ। सन्दीप लामिछानेले विकेट लिन्छ आज, सियोरै हो। फर्ममा छ सोल्टी। आज जित्छ कि जित्दैन भाइ भन त ल, के लाग्छ तिमीलाई? कन्फ्युज छौ अझै? जित्छ भन न, ढुक्क जित्छ नि। पानी आउँछ अहिले, अनि पानी आएपछि हाम्रो डिएलएस मेथडमा गएर जितिहाल्छ नेपालले। तर त्यसको लागि अलि रन बढी हान्नु पर्ने थियो। अब रन अलि कम भइसकेको छ। अहिले ओभर भयो हाम्रो 36.4। यो आँखाले भन्दा नि क्यामेराले यहाँ सट्टै देखिरहेछ। द्याट्स द जुमिङ पावर अफ माई फोन। टिभीमा हेरिरहेको ठाउँ यो। अब यहाँ हेर्दाखेरि चाहिँ रमाइलो लागिरहेछ। पानी सानी किन्न भनेर आएको थिएँ म चाहिँ, हल्का पानी अनि यो चिप्स किने। तर यहाँतिर चाहिँ ठिकै हो। यहाँभित्र ल्याएर बेच्दाखेरि 30 रुपियाँ रहेछ एउटा चाउचाउको। आशिक तामाङलाई यहाँ खासै बोलाउनु पर्ने देखिनँ मैले। ठिकै छ यो बिचरा, यहाँ दुःख छ नि यहाँभित्र ल्याएर। यहाँ यिनीहरूले केही तिर्नु पनि पर्छ होला। यतिको ठिकै छ। यतातिर हाम्रो एक्सट्रिम बोकेर नि हिँडिरहेछन्। यहाँबाट चाहिँ माहौल यस्तो बवाल छ कि 173 रन भएको छ। 7 विकेटै छ, 200 त हान्छ होला। लेट्स सी। म चाहिँ यहाँ छाता ओढेर बसिरहेको छु होइन। अब खासै त्यस्तो भिड छैन, खाली नै छ। दर्शकहरू अलि कम आइरहेछन्। अब गर्मी भएर हो कि ओडिआई खेल भएर भनेर हो। शनिबारको दिन पनि अलि कम नै छन्। त्यो एक्सट्रिमतिर चाहिँ भुरी नै छ, तर यतातिर चाहिँ हल्का कम छ। त्यो पनि ठिकै छ। अहिले चाहिँ 184 रन भएको छ। माहौल यस्तो रमाइलो छ पुरै। यो बेन्चा ठटाएरै यहाँ मनोरञ्जन गर्ने जस्तो रहेछ। चौका हान्दियो भर्खरै 128 रन भयो। यो बेन्चा ठटाउँदाखेरि बेन्चा फुट्छ कि भन्ने चाहिँ लागिरहेछ मलाई। बेन्चा चाहिँ नफुटालिदिनु होला सकेसम्म। यो हाम्रै सम्पत्ति हो। अब फुटाले पनि हाम्रै क्रिकेटलाई माया गर्नुपर्छ। देशको क्रिकेटकै विकास भइरहेछ। त्यही भएर अब यस्तो छ माहौल चाहिँ यहाँ रमाइलो छ। यतातिर अलिकति क्राउड पुरा छ। अब साथीहरू झप्पु नभएर म चाहिँ यता बसिरहेको छु। यहाँ हाम्रो पुच्ची भाइ पनि दौडिआएछन्। ओहो पुच्ची भाइ स्टेडियमको जबरदस्त एनर्जी देख्न सक्नुहुन्छ तपाईँ यहाँ स्टेडियममा। ओहो माहौल त अहिले तातिरहेको छ। नेपाल 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 भइरहेछ। रन पनि हाम्रो लगभग 200 छुन लागिसकेको छ। अब जित त अब निश्चित छ जस्तो लागिरहेछ मलाई। यस्तै इनर्जी अझै चाहियो 1-2 चोटि। माहौल अनि बल्ल राम्रो हुन्छ। अझै यो स्टेडियममा हल्का साउन्ड अनि त्यसपछि गएर म्युजिकहरू भइदिएको भए चाहिँ यहाँ सुनमा सुगन्ध हुन्थ्यो। म्युजिकहरू पनि भएन अहिले। अलिकति अब कोही मान्छे भनेको हेर्न आउँछ, कोही चाहिँ रमाइलो गर्न आउँछ। रमाइलो गर्नेलाई चाहिँ यहाँ अलि माहौल देखिनँ मैले। किन भन्दा अलि त्यस्तो म्युजिकहरू लगाइदिने, त्यसपछि अब त्यहाँ बल्ल माहौल छुट्टै हुन्छ नि त। त्यत्तिको गर्नुपर्छ नेपाल सरकारले। अब क्रिकेट एसोसिएसन अफ क्यानले भ्याकेन्सी खुलाइरहेछ। म त्यतै गएर गर्छु। त्यो चाहिँ अब अरूले गर्ने जस्तो लागेन मलाई। मै गएर गर्छु त्यता।
अहिले चाहिँ हाम्रो 197 रनमा 9 विकेट गइरहेछ। अब साथीहरूले आउट भयो जस्तो छ माहौल। अल आउट भयो भने त अलिकति गाह्रै पर्छ यतिमा। यहाँ चाहिँ अब अलिकति उ भएको चाहिँ के छ भन्दा यहाँनिर चाहिँ म्युजिकहरू यताउति चाहिँ छैन अहिले, ओडिआई भएर नि होला। तर खानाको उ चाहिँ खाजाहरू चाहिँ क्यानले बाँड्यो भने चाहिँ ठिक हुन्थ्यो, किन भन्दा क्यानलाई पनि फाइदा हुन्थ्यो। यहाँ अब इलिगल्ली जति मूल्य बराबरको सामानहरू पनि बाँडिरहेको छ, त्यही भएर अब मलाई पनि क्रिकेट त मेरो एकदम फेभरेट हो, किन भन्दा म सानैबाट पनि क्रिकेट खेल्न एकदम इच्छुक, जति बेला नि क्रिकेट खेल्न मन लाग्नु क्यार्ने त्यस्तै छ। आज यहाँ कि स्टेडियममा बसेर गेम हेर्दाखेरि एकदम रमाइलो भइरहेछ। यो फ्लोर लाइट यो छ एभ्रिथिङ, यो प्याराफिटहरू हरेकको लागि चाहिँ पारा छड्कालाई धन्यवाद दिनै पर्छ। एउटा राम्रो मान्छे एउटा स्थानमा भयो भने चाहिँ उसले के परिवर्तन ल्याउँछ भन्ने कुरा चाहिँ यहाँबाट पनि देखिन्छ। तर अझै केही परिवर्तनहरू त गर्नुपर्ने छ, जस गर्दै पनि होला, बिस्तारै बिस्तारै भइरहेको होला। आउट गर्न खोज्दैछन् साथीहरू झ्याली गरेर। अब के भन्नु, 200 रन त पुरा हुन्छ हो यार। अहिले चाहिँ इनिङ ब्रेक भएको छ। अब यु क्यान सी इनिङ ब्रेक्स 201 टु विन इन 50 ओभर्स। अब विकेट लिनुको विकल्प छैन। अब यतातिर हाम्रो कोचहरू हिँड्दैछन्, यहाँनिर कोच आइरहेछ। ऊ कोच सरजी हो उहाँ चाहिँ। केटाहरू यता छन्, खासै रन हान्न सकिएन भन्दैछन् केटाहरूले। अब त्यहाँ जस दिवेन्द्रले अलिकति हालेर त्यति पुऱ्याइदियो। अब ब्रेक छ एकछिन, ब्रेकपछि फेरि सुरु हुनेछ हाम्रो खेल। ल केटाहरू यताबाट आइसकेका छन् दौडिँदै। दोस्रो इनिङको सुरुवात भयो। अब जितको लागि युएलाई चाहिने छ 201 रन। अब के छ, केटाहरूको जलवा कतिको देखिन्छ केटाहरू। अब हाम्रो इनिङ सुरु हुँदैछ। करण केसीले बलिङ गर्न लागिरहेछन्। बेस्ट विशेष फर नेपाली टिम। फर्स्ट बल लाग्यो, लडेक सोमपाल आइसक्यो त। सोमपाल विकेट। स्टेडियमको जबरदस्त माहौल भइरहेको भिडियो। अब अरू के भनौँ, पानी आउला जस्तो छ। एकछिनमा पानी आयो भने गेम रोकिन्छ। पानी नआओस्, नेपालले जितोस्, त्यही हो कामना। डिएलएस भयो भने नेपाललाई जित्न अलिकति गाह्रो पर्छ। समन वाचिङ मी फ्रम द उपर साइड, के गरिरहेछ यसले भनेर हेर्दैछन् अरूहरूले, तर मलाई खासै त्यस्तो लागिरहेको छैन। ओके ल ठिक छ, अहिले आउँछ यता भयो ल। लक्ष्मी चौध एकचोटि सङ्गीत ल। 1 2 3 बाबा गाडी सुक्ने बाबा भन्दा भन्दै ल। जम्मा 2 रन आइरहेछ है 1.4 मा। लाइभ त होइन, भिडियो मात्रै। बाङ्गो बसेछु, लाइभ हो। कुन च्यानल? फेसबुकमा हो ए।
कमेन्ट्री मिठो आइरह है ल ओ टाइगर र हल्का छलफल गर्दैछन् टाइगरले आज रन हाने मामा माइजु खाइ ओए दुई ओभरमा 2 रन ठिकै हो विकेट चाहियो विकेट फेरि लामो हुन्छ भिडियो 7.2 ओभरमा 28 रन हानिसके साथीहरूले अब यहाँ दिपेन्द्रले बलिङ गर्दैछन् दिपेन सिंह ऐरीको बलिङ आयो 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 ल चौका खाइसके सोल्टीले अब घाम लागिरहेछ स्ट्यान्ड मेरो यहाँ यस्तो ठडिरहेछ लेट्स सी जित्छ कि के गर्छ गेम चाहिँ राम्रै छ है अझै उठेर हेर्न सकिएन सुतेर हेर्दैछु म सन्दीपले बलिङ थालिरह्यो ल रन चाहिँ दिएको छैन 66 रन बनाइसकेका छन् 15 ओभर भयो अब चाहियो छ त्यस्तै 200 रन चाहियो अब 200 को टार्गेट हो यताबाट 30-34 रन 135 रन चाहियो अब ओभर लटिङ छ विकेट लिएन भने त गाह्रो छ केटाहरूलाई यो अब चाहिँ कसले बलिङ गर्छ त भन्दा टाइगर आयो बलिङ गर्नु टाइगरलाई बलिङ गरेर एक टाइगरको बलिङले के जल्दा देखाउँछ त फेरि आफ्नो लाइभमा ये बहुत बढ़िया गेम तो बैट्समैन ने नकार दिया इस गेम को ये बहुत अच्छा शॉट मारने का प्रयास भी नहीं किया इसने अच्छा खेल था अब फिर दूसरा बॉल डाल रहे हैं हमारा टाइगर चाल को बॉल कर रहा है वो लड़का चाल जैसा ही खेल रहा है सिंपल का हमें स्टिच कर रहा है इधर संदीप लांचा ने क्या सोच के जा रहा है आज मैंने भात खाया तो नहीं तो पानी आने का मौसम हो रहा है जल्दी जल्दी करो जल्दी विकेट लिए जल्दी ओ गुलशन लाला गुलशन ओ गुलशन ओ गुलशन पब्जे अहिले नेपालले 6 विकेट लिइसकेको छ अब बिस्तारै म चाहिँ पानी लिएर हुँदैछु 135 रनमा 6 विकेट भइरहेछ स्टेडियमको माहौलको यस्तो रमाइलो छ माहौल यार बत्तल लडाइरहन् ग्राउन्ड कोरिरहन् गुड बोय सन्दीप गुड बोय गुड बोय गुड बोय सन्दीप गुड बोय सन्दीप भर्खर सन्दीपले मजा आयो खेल एकदम रोमाञ्चक भइरहेको छ दर्शक दीर्घमा एकदम उत्साह लागिरहेको छ अब जितको लागि चाहिँ 5 ओभरमा 27 रन चाहिएको छ 30 बलमा लेट्स सी के हुन्छ अब 3 विकेट बाँकी छ युएको अब बलिङ अप्सनमा करण केसी आउँदैछन् सन्दीप लामिछानेको 2 ओभर बाँकी छ त्यसपछि गएर अरू कसको बाँकी छ भन्दा सोमपालको बाँकी छ 3 ओभर अनि अब के हुन्छ लेट्स सी विकेट विकेट भन्दै पानी पनि आएको छैन एकदम शीतल मौसम छ रमाइलो छ यस
काम दे यार कहाँ बुराई है तेरी तल उता उता खोज्दैछन् ऊ भेटायो अनि टिपी हातले उके ल्यायो अम्पायरले हाँ ओ क्या हुआ 38 रन चाहिए 15 बॉल है 38 रन तो अब गाह्रै छ एक बार मारे भन्छ 11 बल साँच्चै बल लास्ट देखिरहेको त फेरि के हो ओए क्याच क्याच नेपालले कति रन जित्यो भन्दा 37 रनले नेपाल विन बाइ 37 रन फाइनली नेपालले चाहिँ जितिसक्यो 37 रनले अब केटाहरू यता जाँदैछ विनिङ क्लबको लागि चाहिँ सब गरेर बसिरहेको थियो तर केटाहरू कता बिजी भए अब चाहिँ चल्दैको आजको भिडियो अब यहीँबाट इन्डेड हुन्छ अब यहाँबाट म गएर स्टोरी स्टार्ट गर्यो अनि सिधा रुममा हो चार्ज पनि सकिसकेछु अब लेट्स क्याच अप इन नेक्स्ट भिडियो आज चाहिँ सब फर्किँदैछ यहाँबाट नेपालले जित्यो अब ठिकै भयो पानी पनि आएन यतिखेरको सिन चाहिँ लास्टको हल रहेछ क्या शहरकोतिर राखेको हो स्पिकर पनि काँचो भन्दा त्यही रहेछ ओके बाटो क्रस गरौँ है त वेदर चाहिँ यहाँ बवालै रहेछ हेलमेट चाहिँ यहाँ छ बनहरू हेर यस्तो राम्रो रहेछ यो अमेजिङ यतातिर पनि क्रिकेट खेल्दै केटाहरू फेरि गेम भइयो 37 रनले जित्यो नेपालले अब यहाँबाट निस्केर बल्खुबाट रत्न पार्क होइन गङ्गाबुबाट भित्र गएपछि आजको एन्डिङ हुन्छ अब बिचमा खासै गर्नु छैन सो यस आई विल मेक अनदर भिडियो आफ्टर सम टाइम होइन इफ यु गाइज लाइक्स दिस भिडियो जे भए पनि आई विल कन्टिन्यू माई ब्लगिङ जर्नी जे होस् अब त्यसको मलाई खासै पर्वाह छैन जे भए पनि सो बाई बाई सी यु इन नेक्स्ट भिडियो